यो चाहिँ मैले स्ट्रबेरी थियो हाम्रोमा हो, अन्त यो चाहिँ पोहोरकै हुन्छ। अन्त यो चाहिँ मैले अब आज चाहिँ यसलाई अर्कै मल दिउँ भनेर चाहिँ यहाँनिर मल रिपोर्टिङ गर्दैछु यसलाई। अन्त यसलाई चाहिँ मजाले रोपेपछि आयो भने चाहिँ अहिले नै मलहरू फेऱ्यो भने चाहिँ नि यसलाई पछि मजाले फल्छ हो। अन्त नानीहरूले चाहिँ अब मजाले उनीहरूले खानु पाउँछ नि त, बजारको त अब किनेको राम्रो हुँदैन। अहिले अमिलो हुन्छ फेरि हो, नानीहरूलाई दिनु डरसरी हुन्छ। अन्त हामी चाहिँ यहाँनिर घरमै हाम्रोमा चाहिँ छर्न चाहिँ यो मजाले म रोपिराखिदिउँ भनेर नानीहरूलाई खानुलाई हो। अन्त हामीले रोप्यो भने चाहिँ घरमा मजाले हुन्छ नि त यो। हेर्नुहोस् ल यसलाई चाहिँ यसरी सफा गर्नुपर्छ हो। यसलाई यो यस्तो हुन्छ नि, यो चाहिँ डल्लै उकायो, त्यहाँबाट चाहिँ यसलाई चाहिँ उकाएर चाहिँ अब यसलाई चाहिँ म रिपोर्टिङ गर्छु हो। चाहिँ टक्कै यहाँनिर पहिला अब मैले मल अलिकति अघि रेडी गरिरहेको छु। यसलाई चाहिँ अब यो मल त्यसमा चाहिँ मैले कोकोपिट पनि हुन्छ होइन, त्यसलाई चाहिँ मैले मिक्स गरेछु। कोकोपिटले चाहिँ यसलाई पानी मजाले अब्जर्भ गर्छ नि त, यसले लामोसँग चिसो राख्छ। त्यसलाई चाहिँ यसरी यो स्ट्रबेरीले पनि पुरा पानी खान्छ हो, पानीले पुरा चुस्छ नि त। यति माटो लगाइदियो भनेर चाहिँ यो मजाले यसरी रोपिदियो हो। यसलाई चाहिँ यसो गर्नुपर्छ, त्यसलाई चाहिँ यसरी लगायो। त्यहाँदेखि चाहिँ अब यसलाई चाहिँ अब चाहिँ ठिक्कै अब एक दुई दिनमा चाहिँ यसले फुल्नु पनि थाल्छ, फुल्नु स्टार्ट भइसकेको छ। तर यसलाई अब यति बेला पानी मल अब यसलाई लगाएपछि चाहिँ मजाले अब यसलाई पौलेर आउँछ, मजाले ठुलो गाछ भएर आउँछ नि त। यसलाई हाम्रो अलिकति मल पुगेको थिएन, त्यसलाई चाहिँ म मल लगाइदिँदैछु यसरी। भइसक्यो यो चाहिँ मैले यति चाहिँ रोपिसकेँ, यति चाहिँ रिपोर्टिङ गरिसकेँ मेरो स्ट्रबेरी। अब चाहिँ यसले